नमस्ते, गुड मर्निङ। सो तपाईँहरू के गर्दै हुनुहुन्छ साथीहरू? मेरो चाहिँ यहाँ हेर्नु, हालत देखिहाल्नु भयो होइन। म चाहिँ भर्खर उठेर रुमहरू सफा गर्दैछु। अनि बिहानको समय चाहिँ तपाईँहरू के गरेर बिताउनुहुन्छ? मेरो चाहिँ यस्तै नै छ साथीहरू। अनि त्यसपछि अब होइन, एउटा छोरी मान्छे भइसकेपछि चाहिँ बेडहरू मिलाउनु पर्ने हुन्छ। अनि म चाहिँ आफ्नो रुम चाहिँ एकदम सफा होइन भएको चाहिँ लास्टै मनपर्छ। अनि त्यही भएर मैले बिहानै चाहिँ रुमहरू सफा गर्छु। खानेकुराहरू केही नि नपकाइकन मैले चाहिँ रुमहरू सफा गर्छु। अनि सो तपाईँहरू पनि त्यस्तै हुनुहुन्छ होला कि म जस्तै हुनुहुन्छ होला होइन। कोही कोही त म जस्तै नि हुनुहुन्छ होला सायद है। अनि हामी छोरी मान्छे चाहिँ अब रुम सफा भयो भने चाहिँ बाहिर गएको बेला पनि भरे फर्केर आउँदाखेरि चाहिँ मन शान्त हुन्छ क्या। अब आफ्नो रुममा आउँदा त सबै कुरा मिलेर हुन्छ, राम्रो छ भने त एकदम आनन्द हुन्छ नि त। अनि त्यही भएर मैले चाहिँ बिहानको समय यसरी नै लस गर्छ। तपाईँहरू के काम गरेर लस गर्नुहुन्छ? अनि मेरो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई? सबैजनाले हेरेर सल्लाह सुझाव दिनु होला। अनि हजुरहरूको सुझाव अनुसार नै मैले भिडियो ल्याउने नै छु। अनि सो बाहिर चाहिँ बाइकहरूको आवाज टन्नै आएको छ, तपाईँहरूले इग्नोर गरिदिनु होला है। किनभने पछि अब रोडकै छेउमा रुम भइसकेपछि चाहिँ अब बेलुका पनि एकदम गाडी कुदिरहेको हुन्छ, दिउँसो पनि त्यही भएर आवाज आइरहेको हुन्छ नि त साथीहरू। अनि आज चाहिँ किन ढिलो उठेको भन्नुहुन्छ भने होइन, म चाहिँ ढिलो नै उठ्छ जहिले पनि। त्यही पनि आज चाहिँ लास्टै ढिलो उठेको कि साथीहरू। 8 बजिसक्यो। 8 बजिसक्यो अब खानाहरू पकाएर खाएर अफिस जानुपर्ने हुन्छ। अनि गर्मीहरू एकदम बढिरहेको छ कि साथीहरू। गर्मी एकदम भएको कारणले गर्दाखेरि चाहिँ म 11:30 बजीतिर सुतेको क्या, बेलुका निन्द्रा नलागेर। त्यही भएर ढिलो उठेको। अनि सो तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ, कस्तो के गर्दै हुनुहुन्छ? सो मेरो चाहिँ अब रुम पनि मिलिस। अनि मेरो एउटा अचम्मको कुरा छ कि साथीहरू, मैले बेड मिलाइसकेपछि चाहिँ टावल राख्नुपर्ने हुन्छ कि बिचमा। किन होला है साथीहरू? बानी हो क्या होइन, पहिलादेखि नै मेरो बानी नै यस्तो थियो। अनि लागेको बानी त कहाँ छोड्छ र होइन। अनि त्यही भएर मैले चाहिँ जहिले नै एउटा टावल राखेको हुन्छ। टावल राख्यो भने चाहिँ आफ्नो बेडको सो चाहिँ अर्कै हुँदो रहेछ क्या साथीहरू। अनि त्यही भएर मैले राख्छु। अनि राखेर चाहिँ मैले आफ्नो रुम चाहिँ एकदम राम्रो बनाउँछु। अनि भरे अफिसबाट फर्केर आउँदा पनि शान्त हुन्छ क्या। अनि त्यही भएर मैले चाहिँ यस्तो गर्छु। अनि सो मेरो चाहिँ बेड पनि मिलिसक्यो। कस्तो लाग्यो तपाईँहरूलाई? अनि यो चाहिँ मेरो अस्ति मेरो साथीले दिनुभएको बुके थियो क्या बर्थडेमा। सो मैले चाहिँ बर्थडे चाहिँ बनाइनँ, त्यही पनि बुके दिनुभएको थियो। यति राम्रो रहेछ तर आज हेरेको। धेरै धेरै धन्यवाद दिदी हजुरलाई। अनि सो म चाहिँ किचनतिर लाग्नुपर्ने हुन्छ। किचनमा चाहिँ तातो पानीहरू तात्दै थियो। अनि त्यही भएर मैले थर्मस हालेको छु अफिस लानको लागि। किन तातो पानी खाएको यस्तो गर्मीमा भन्नुहुन्छ होला। सो मेरो चाहिँ घाँटी दुखेको छ, तपाईँहरूले भोइसबाट थाहा पाइसक्नुभयो होला। त्यही भएर मैले चाहिँ थर्मसमा अफिसको लागि पानी हालिसकेँ। अनि 2 गिलास पानी खाएर म चाहिँ खानाहरू पकाउनु पर्ने हुन्छ। खानाहरू पकाएर चाहिँ अफिस जानुपर्ने हुन्छ। सो आजलाई चाहिँ यति नै। अर्को भिडियोमा भेटौँला साथीहरू। बाई बाई।